सबैको बारी आउँछ नि त्यतिखेर काम हुन्छ। एक दुई पैसा कमाएकोलाई फुल त्यो भाग मेरो मैले डिनर सेट राखेको छ नि त्यो पनि मेरै हो। त्यो पनि मेरो। अब पहिला नराख्नु भने कुरा गर्दा त्यसको बाउले त्यहाँ जमिन किनेर राखेको छ अरे क्या। त्यो जमिनबाट त्यो जमिन मैले किनेर पनि त्यो अर्को जमिनबाट अझै आधी लिन्छु म। यिनीहरूले पहिला कसैले त्यसको बाउले यहाँनिर त्यो जमिनमा चाहिँ के किनेर त्यत्रो 2.5-3 लाख रुपियाँ दिएर किनेको अरे। अब त्यहाँनिर त्यो जमिनमा किनेछ। त्यो जमिनमा किन खुट्टा राख्नु पाउँदैन मैले? सबैले खुट्टा राख्नु पर्छ। त्यो घरको जमिनमा पनि अझै जमिन आदि मैले माग्छु म। त्यो मेरो आफ्नो मेहनत पैसाले मैले त्यो जमिन किनेको। त्यो जमिनबाट नि अझै म जमिन माग्छु। त्यो हुन्छ क्या बेचेर घिच्यो एक-एकवटा प्रुफ, एक-एकवटा यहाँनिर सबुत छ, एक-एकवटा हिसाब देखाइदिन्छु म। प्रुफ पनि छ, मान्छे प्रुफ लिएर आइज भने मान्छे पनि छ, कति घिचेको कति लगेको त्यसको बाउले सबै एक रुपियाँ मेरोमा हिसाब छ, मैले राखेको छु। त्यसले जमिनमा मेरो त्यो घरमा खुट्टा नराख्नु। त्यसको बाउले किनेको क्या 3-4 लाख रुपियाँमा त्यो जमिन चाहिँ। अझै त्यो जमिनबाट नि अझै मेरो हक पाउँछ, मैले बस्नु मेरो उयो पाउँछ। मान्छे मर्दाखेरि सबैजना भाग्ने। अहिले साला यहाँ गाउँमा डाइलग छोड्दै बाहिर देश आएर बसेको हामी गाउँको मान्छेलाई डाइलग छोड्दै बाहिर चिजहरू पनि साला बेचेर खायो। अब भोलि पर्सि जाउँ न। अहिले फिलहाल भर्खर आइरहेको छ बाहिर चाहिँ चुप्पा लगाएर बस्नुपर्छ। यस्तो हुँदै गर्छ हो। अब यो चाहिँ सानै घरको चिजहरू हो पुरा। यो चाहिँ अब घरमै सबैजना बस्यो भने मान्छे राखेर मात्रै सल्भ हुन्छ हो। बाहिर देशमा फर्कर बोलेर फाइदा छैन। अब जब गाउँमा हुन्छ नि बेला त्यतिखेर चाहिँ पुरा हुन्छ। अहिले सबैजना आफ्नो आफ्नो जग्गामा छ त, काम गर्दैछ, कमाउँदैछ। अलिकति पैसा भएको होला मान्छे पनि। अब दाजुभन्दा पनि अब मभन्दा पनि ठुलो दाजु भएको होला हो। हेरौँ अब बेसी जति हेर्नुहुन्थ्यो पहिला हेरिहाले। अब त सबैजना मरेको मेरो लागि। आफ्नो मान्छेहरू कोही छैन। एक-एकवटा हिसाब हुन्छ।